सो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। आइयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आराम छु, एकदमै बबाल सन्चै आराम छु होइन। आज चाहिँ हामी कहाँ जान लागेको छौँ भन्दाखेरिमा होइन, आँप चोर्न के, आँप खाना होइन कि आफ्नो रुख भयो पो खाना जाने होइन, अरूको बुट्टामा आँप चोर्न जाँदैछौँ होइन। के कस्तो हुन्छ हेरौँ न त होइन, कसले भेटाएर होइन आँप चोर्दाखेरिमा केही हुन्छ कि लफडा सफडा, हजुरहरू हेर्दै गर्नु होला होइन। आज चाहिँ रमाइलो हुनेछ, बब्बाले रमाइलो हुनेछ, कुरै छोडिदिनु क्या, कुरै छोडिदिनु होइन। त्यो चाहिँ हामी यहाँ जाँदैछौँ, हजुरहरूलाई देखाउँछौँ के कस्तो हुन्छ बाटातिर होइन, सबै कुराहरू। यहाँ चाहिँ चोर्न जान लागेको, लफडा सफडा पनि हुनसक्छ होइन, आँप चोर्न के होइन। चोर भनिसकेपछि कुरै छोडिदिनु न होइन। यस्तो चोर पनि नै, यसो माग्ने पहिला चाहिँ दिएनन् भने चाहिँ चोर्ने, पछि पहिला चाहिँ माग्ने होइन, बोजै नमस्कार होइन, बाजे नमस्कार, दाई भाइ भनेर लास्टमा दिएनन् भने चाहिँ चोर्ने हो क्या गाइस होइन। सिधा अङ्गलाले घिउ निक्लिएन भने यसो टेढो गर्नुपर्छ अरे क्या, त्यही भएर म पनि त्यही गर्न जाँदैछु आज। सो हेर्दै गर्नुहोस्, रमाइलो हुनेछ ल। अहिले चाहिँ यति नै अनि बजेहरू चाहिँ यसरी दाउरा बोक्दै हुनुहुन्छ अहिले चाहिँ। कहाँदेखि दाउरा बोकेर लिएर आउनुभयो त हजुरहरूले? जङ्गलदेखि हो भाउजूले चाहिँ यसो भन्नुभयो होइन। ल ठिकै छ। यता हाम्रो भाउजूले यो सागको कि के हो, यो के को सागको भाउजू? ल ठिकै छ है, दाउरा सर्न नगरी जानु केटाहरू, रेडी छौ नि चोर्नको निम्ति? यतादेखि कहाँ, यहाँ बिचदेखि हो त, यो त बाटोदेखि हिँड्ने त मान्छेहरू न, हामी चाहिँ चोर के गाइस होइन। हामी अब आँप चोर्न गयो मान्छे होइन, यता बाटै बाट गयो त मान्छे चिनिहाल्छ नि त होइन। त्यसैले जङ्गलदेखि जानु लाग्यो, जङ्गलदेखि है होइन। जङ्गलमा चाहिँ बब्बाल फोटो आउँछ क्या, बब्बाल फोटो आउँछ। सो होइन, केटाहरूको पनि फोटोसोटो हान्ने, त्यसपछि चाहिँ हामी आँप पनि चोर्ने। आज नचोर्ने त हुँदै हुन्न गाई छैन। म चाहिँ यहाँ 2टा प्लास्टिक ल्याएर आउँछु होइन, अलि टाढा जानुपर्छ आँप खानको निम्ति। गाउँमै नि छन् तर त्यति पाकेको छैन क्या, तर यतातिर भनेपछि यो डुङ्गीतिर भनेपछि लास्ट के पाकिरहेको हुन्छ कि त्यहाँ। किन भन्दा त्यहाँ बगेट चाहिँ हो क्या होइन, आँपको बगेट चाहिँ हो क्या त्यतातिर, बेलाउतीको बगेट चाहिँ हो क्या गाई छैन। अनि हामी चाहिँ त्यही भएर चाहिँ चोरी गर्दै हिँडिरहेको, मागेर खान्छ कि चोरेर खान्छ कि ढाँटेर खान्छ कि लुटेर खान्छ कि होइन, सब देखाउँछु कि हजुरहरूलाई, सब देखाउँछु कि गाई छैन। यतातिर चाहिँ धेरै नै आँप हुन्छन् कि, 1-2टा हेर्नु न, साना साना बुट्टा अनि कस्तो एउटा भाग दिन्छु म पहिला सुक्दैमा, अनि त्यो माथि होइन केही हो क्या यो मासु हेर खसिएन है, हेर यो झडे पुराएपछि 2टा आँप। यो तिम्रो आँप हो यो? चोर्न आँप हामीलाई खोइ देखाउ त, आँप कति लिएर आएको छौ देखाउ न, खान्नौ क्या हामी। कहाँदेखि चोरेर ल्याऊ, चोरेर ल्याएनौ? हामी त चोर्न आउँछौँ त फेरि यस्तरी। आमा गाइस हेर्नु त, एक दाना छैन क्या, गाँच्चो हेर्नु न, पुरा फाकेका हेर्नु न। आमा त्यो सब चोर्नु पर्छ गाई चाहिँ अलिअलि। गाई हेर्नु गाई झडो गाई आमामा हेर्नु न, आमामा यस्तो मिठो छ नि आँप। सो गाइस हामी चाहिँ आँप साप लिएर सबै खान लाग्छौँ है, देखा सब खान लाग्छन्। चोर्न लागेको टाढो मिठो भन्दा खान लागेको छैन यार, कनाप हुन्छ नि राइज हुनुहुन्छ। सोध्न खोज्यौँ कोही नहुँदाखेरिमा झ्यामझुम हान्यौँ भनेको त यार, ऱ्याम गाली गर्न दियो, त गाली गरेन बड्डाले जाउँ। अनि चाहिँ आँप चाहिँ उतै रहिदियो क्या, त्यत्रो झाडेको होइन। भाइ यार हुन्न त अर्का होइन, यता बगैँचा भनेको यहाँ तलतिर। सो गाइस अहिले चाहिँ हामीले त्यहाँको आँप चोरेर पनि अहिले यता तलतिर फेरि चोर्न जाँदैछौँ है।
आँप त पाकिरहेको छ। खाऊ खाऊ तिमीहरू खानै जन्म्यौ खाऊ। पारी जाने त्यहाँ कोही घरमा मान्छे नि हुन्न जति खाए नि हुन्छ कहाँ ऊ त पारी छोडिया गर्छ त ऊ त देखिया त रातो रातो माथि पाता मसला लगाएको। ल साथीभाइहरू अब चाहिँ यहाँदेखि चाहिँ आँप चोर्ने हाम्रो चाहिँ प्लानिङ एकदम फिक्स भयो कि होइन। अघि चोरिरहेका थियौँ तर अब चाहिँ एकदम स्ट्रङ प्लानिङको साथमा होइन जसरी चाहिँ अब होइन खतरा स्टाइलले गर्नु पऱ्यो क्या हामीले। अब कसैले नथाहा भन्यो अघि थाहा पाएर चाहिँ हामी भाग गर्दै आएको हजुरलाई देखाउने थियौँ त्यही बेला। त्यही बेला देखाउने यस्तो ऊ भएन कि होइन भागेपछि अब भाग्ने बेला होइन त्यो नाम भइगयो। अब चाहिँ पछि देखाउँछु कोहीले लहट्यो भने सबै होइन। त्यही बेला मेरो पासमा मोबाइल थिएन कि गाई छैन अनि त्यसलाई राख्न दिएको थिएँ। आँप खाँदा 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 आमा आँप खाएर मुगेर त केटाकेटी जस्तो यार। फेरि एका दुईवटा छोराछोरी छन् नि फेरि गाई छैन हजुरलाई भन्ने उड्नु लाग्ला होइन। एका दुईवटा एका नि दुईवटा छन् मेरो मात्रै एउटै छ होइन। तपाईँहरूले देख्नु नै भयो होला होइन। आफै आँपको मर्डर गर्ने हो आफै पोस्टमार्टम गर्ने आँपको अनि हामी नै खाइदिने हो कि फेरि आएका हामी ए चिप्लो बाटो ए लड्दै पुर्दै ए आएका हामी देउसुरे ए आँप खानलाई देउसुरे ए गाली नगर्नु होला देउसुरे ए गाली नगर्नु होला देउसुरे ए खान्छौँ खान्छौँ देउसुरे ए आँप खान्छौँ देउसुरे ए गाली नगर्नु होला बाजे बजै। गाइस मिठो मिठो ए अङ्कल ए अङ्कल ए अङ्कल आन्टीहरू हामी आँप चोर्न आयौँ हजुरको गाउँमा। हजुरहरूको गाउँमा आँप चोर्न आयौँ त हामी। यो हजुरहरूकै हो रुगा चढ्दैनौ झारेको खान्छौ है गाली नगर्नु है। ल ल हुन्छ हजुर गाली नगर्नु होला हामी झडेका मार्दै खान्छौँ है। ल ठिक छ त्यसो भए हाम्रो चाहिँ आदेश आइसकेको छ। हाम्रा दिदी बहिनी दाजुभाइ बाजे बजै बुढीहरू बाजे नमस्कार हामी आँप खान आयौँ त हजुरका घरतिर। अरे हजुरसँग होला नि त दुई चारजना र ठिकै छ केही छैन हजुरको छैन भने यसो माग्दै जानु पर्यो कसले दिन्छ। गाइस मिठो लाग्यो होइन यस्तो मिठो आँप पाएर म बोक्दै छोड्थेन आज चाहिँ धेरै भयो। सो गाइस अब चाहिँ मुखसुख धुन्छु म चाहिँ अगाइसकेको छु। सो गाइस यो गाउँको मान्छे नि एकदम रमाइलो लाग्यो जो झडेको आँप खानु भन्दै थियो। यहाँ मान्छे नि कोही रहन्छन् एकछिन म डान्स गर्छु है गाइस सक्नुहुन्छ मेरो डान्स। है भन मेरा भाइ हो देउसुरे ए रामरी भन ए आएका हामी देउसुरे ए आँप खानलाई देउसुरे ए लड्दै पुर्दै देउसुरे ए राति माटो देउसुरे ए आएका हामी आँप खानलाई। एकदम रमाइलो छ यहाँतिर होइन। अब चाहिँ हजुरहरूलाई मैले मास्टर गरेर अरू पनि देखाउने छु। त्यसपछि चाहिँ हामी दुई चारवटा घरमा गएर चाहिँ आँप माग्न ट्राई गरेछौँ। उहाँहरूलाई दिनुहुन्छ कि दिनुहुन्न त्यसपछि चाहिँ हामी घरतिर जाने होइन। सो अहिले चाहिँ हेर्दै गर्नुहोस् हजुरलाई लास्ट रमाइलो हुनेछ आज चाहिँ। हेन न मसँगै कुरा मिलाउने म यहाँ अङ्कल आन्टी बाजे बजै सासू ससुर सबलाई मिलाइहाल्छु कुराकानी पाकेको ए ल एकजना माना एकजना मात्रै झर्दियो नि बब्बाल हुन्थ्यो काँच्चै झड होला के त्यताजना पहिला भयो भने काँच्चा झर्छन् कि जस्तो जाम मास्टरतिर। अब चाहिँ हामी घरतिर जान लागेको गाई चाहिँ होइन। अब घरतिर जान्छौँ हामी। अब आँप पनि यति मोल्ट चाहिँ टिपिहाल्यो केटाहरूलाई झ्याम झ्याम हिँ खाइहाल्यो अनि त्यहाँ हामीले नि अलिअलि खाइयो। अब यति चाहिँ घर सम्झेर लगिदिनु लागेको होइन। आज धेरै नै आँप खाइयो होइन धेरै नै सम्झियो खाइयो। अब चाहिँ जाँदैछौँ हामी। सो पछितिर भेटौँला फेरि मासतिर फेरि अझै इन्ट्रेस्टिङ पनि हुनसक्छ धेरै टाढा छ कि अझै जान। सो अहिले पछि भेटौँ न ल। सो गाइस हामी चाहिँ आँप साँप लिएर पनि आइसक्यौँ अब घरतिर होइन। हाम्रो गाउँ चाहिँ यो पारीको हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ हामी आइसक्यौँ गाउँतिर। अब घरमै गएर चाहिँ आँप खाएर हजुरहरूलाई अझ देखाउन मन छ कि होइन। पछिसम्म बस्नु न गाई चाहिँ हप्ता लिएर गइजानु लाग्नु भएको छ कि भिडियो स्किप गरेर नजानु भनेको कि
मलाई साथी सम्झिनुहुन्न दाजुभाइ दिदीबहिनी भने सबै सोच्नुहुन्न र भनेको कि मेरो चाहिँ भने नि हजुरै त हो त भनेको कि होइन र हो जस्तो लाग्छ यार यता हेर्नु न मसँग सो गाइस आज चाहिँ भोलिपल्ट नि भइसक्यो हिजोको भिडियो यो अन्त्य गर्नु भनेदेखि हामीले चाहिँ धेरै रमाइलो गऱ्यौँ घुम्यो नाच्यो घुम्यो होइन फिर्यो होइन सो आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु आइयो हजुरलाई यो भिडियो राम्रो लाग्यो होला यति राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई